र चाहिँ आज हामी बाहुन खान आयौँ। यो यहाँ छ हाम्रो क्यामेराम्यान पनि पाइसकेको छु मैले। यतापट्टि क्यामेराम्यान यस्तो गऱ्यो नि त भयो नि होइन। हेर्न सक्नुहुन्छ भ्युज अरे कस्तो भ्युज होइन भ्यू। हजुरहरूको सबैको नामले चिनिने हजुरहरूको प्यारो बाहुनथान यसैले चिनिन्छ बाहुनथान भनेर हो कि होइन? सही भने कि भनिन? अनि यहीँ नेपालको झन्डा हुनुहुन्छ र उता चाहिँ हाम्रो मम्मीहरू हुनुहुन्छ तर अलि नदेखेको अवस्थाले यता पनि हुन सक्नुहुन्छ। र चाहिँ यता अब चाहिँ हामी त्यहाँ जानेछ म त्यहाँ हो त्यहाँ र चाहिँ यो सुरु भ्लग मेरो आज सुरु भ्लग कस्तो लाग्छ हजुरहरूलाई भनिदिनु होला र हेर्न सक्नुहुन्छ। सब्सक्राइब पनि हानिदिनु होला हजुरहरूको लागि भनेर म बाहुनथान आएको। हजुरहरूको लागि भनेर बाहुनथान आएको म। यता टिकटक चलिया छ यता हो यो मेरो बाबा यो मम्मी यो मेरो ठुलुवा यो ठुली आमा अनि यो यिनीहरूको मम्मी। नाम भनिदिनु न नाम भन्नु न। विष्णु पाण्डे। अनि हजुरको? हरिशरा पाण्डे। हजुरको? मेरो आत्माराम पाण्डे। हजुरको? बेनाम। हजुरको? भनिदिनु सरिता पाण्डे। हजुरको? सुस्मिता पाण्डे। अनि तेरो? खै मेरो नाम त बाबाले राखिदिएको सोध्नुपर्छ बाबालाई। ए बाबालाई सोध्नुपर्छ अरे नामै त्यही हो। अरू हजुरको? मेरो नाम पाण्डे। ए पाण्डे। यहाँ चाहिँ हजुरहरूले मेरो भ्लगमा आएपछि जस्तो नाम पनि भेट्टाउन सक्नुहुन्छ। अब तेरो जे राखिदिनु भयो भन् यहाँ गाईचरले चिन्नको लागि। पहिलेबाट चिन्नु भयो मलाई त। ए चिन्नु भएको छैन कि नयाँ भ्लग भनेपछि कस्तो चिन्ने हो र चिन्नु भयो भन्छ। र चाहिँ गाई हजुरहरूलाई देखेर यो चाहिँ अहिले भरेसम्म यहीँ आएको थियो यी डराएरै भाग्यो भनेर किन हामी चाहिँ यतिका छौँ। यहाँ चाहिँ यस्तै धेरै उड्छन् धेरै। अहिले मलाई चाहिँ मारेन धन्न अहिले आइबिया थियो यहीँ नजिकै आएको थियो हो न तँलाई नि थाहा काँधी माथिहरू मेरो खुट्टातिर आएको थियो नि। यो चाहिँ हजुरहरूले दुई अर्को बाटो देख्न सक्नुहुन्छ बाहुनथानको। आइज दगुर्दै अलि चितार भन्न घप्टे मुन्टो जालास् नि फेरि यहाँ ढोक गर्न आउलास्। के भन्ने त भन्न गरे होइन के यो चाहिँ वालिङ बजार देख्न सक्नुहुन्छ। विशाल दाइ हुन्छ तँलाई हो यो पुलबाट तरेर जाम तल पुगेर आएको। खुट्टा त हो यो त खतरा दुख्छ। ओ यहाँ सानो डल्लेलाई देखिसकेका छौँ। अब यसले आफ्नो साथीलाई ह्यान्डसेक गर्न पक्कै पनि जानेछ यसले। ए दुख्छ त यार।
जाऊँ न उति तलतिर आदि हुन्छ जाने यता जाऊँ दिनु पर्यो ढुङ्गामाथि अब चाहिँ हामी यो ढुङ्गामा लैन्छ हिँड्न रामसित जाई हिँड्न हिँड त पुरै लाउँछ क्या कपडा को धेरै बाहिर हो नि के अरे ए ओए दामी चिज हो केही छैन भन्छ त यसले भनेको कति बुक गरिरहेछ कागजलाई पनि छोडिआयो चाउचाउ खान्छ बाख्राहरूले यसले पाएको तँलाई त्यसले पाएको खोक्यो हुन्थ्यो नि काली हरेकै जा तँलाई भनेको ऊ जा के तँलाई भनेको तँलाई भनेको के जा नपत्ता है नपत्ता ए भनिदिनु त कसलाई भनेको भन्यो भने सुन्दैन नि जाऊँ न तलतिर होइन यहाँ त घरतिरै पुगिन्छ क्या कति गाह्रो हुन्छ तैँले भन्नु तैँले भन्नु एगान खान्छु बिगान खान्छु सिगान खान्न भने हो कि आज मैले खान्न भने थिएन अहिले यहाँ भिडियोमै हेर्नु हुन्छ अब चाहिँ हामी अब माथि गएर चटपट खान्छौँ यो भ्यूलाई हेर्नु होला र यता हेर्नु यता देखा त यहाँ हाल्दे छातीमा हाल्दे के गर्यो अरे आन्टी हामी चाहिँ अब यहाँ चटपट खान लाग्यो उता टिकटक चलिरहेको बस्दा पनि उठ्दा पनि जे गर्दा पनि डाउन खान आएपछि टिकटकै लाउँछ अलि हामी चाहिँ यता हजुरहरूलाई यो भ्यू देखाउन आएको यता ओए पैसा यार ओए केर्नी हो जाम चाउचाउ कि चाउचाउ खाम चाउचाउ खाम दुईवटा चाउचाउ किन दुईवटा चाउचाउ किन छिटो दुईवटा चाउचाउ छिटो किन जाम 10 बजे चाहिँ गोजीमा गयो यो चाहिँ अहिले चाहिँ हाम्रो यहाँ चटपट बन्दैछ र मन परेमा लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला बाइ बाइ गाइस।